सबैलाई फेरि पनि स्वागत छ बायोग्राफी अफ म्याडम म्यारी क्युरीको पार्ट 3 को भिडियोमा। हजुरहरूलाई पार्ट 2 को भिडियोबाट जिज्ञासा लागेको थियो होला कि म्यारी क्युरीले पियर क्युरीको प्रपोजल एक्सेप्ट गरिन् या गरिनन्। अब आउनुहोस् सुन्नुहोस्। म्यारीले पियर क्युरीको प्रपोजल टुक्राइन् किनभने उनी आफ्नो देश पोल्यान्डमा केही गर्न चाहन्थिन्। पियरको प्रेम यस्तो थियो कि उनले म्यारीसँग पोल्यान्ड जान्छु भनेका थिए। उनी म्यारीसँगै पोल्यान्ड गएर उतै करियर बनाउन चाहन्थे किनभने म्यारी बिना उनी बाँच्नै सक्थेनन्। म्यारी सक्ड भइन् किनभने पहिलो पटक कसैले उनलाई यस्तो भ्यालु दिएको थियो। सन् 1894 मा म्यारी पोल्यान्ड गइन्। उनले त्यहाँ जब खोज्न चाहिन् तर पुरानो जवाफ पाइन् कि महिलाको लागि केही छैन। उनले बुझिन् कि पोल्यान्डमा उनको लागि केही पनि छैन। त्यसपछि उनले पियरलाई लेटर लेख्छिन् र भन्छिन् म पेरिस आउने छु र तिमीसँग विवाह गर्नेछु। हामी दुवै मिलेर नयाँ खोज गर्नुपर्छ। त्यसपछि उनीहरूले सिम्पल विवाह गर्छन्, नो ट्रिप एन्ड नथिङ। त्यसपछि म्यारी बनिन् म्यारी क्युरी। मेडम अझै बनेकी छैनन्। अब साल चलिरहेको छ 1897। म्यारी 30 वर्षकी भइन्। 2टा बच्चालाई जन्म पनि दिइन्। बच्चालाई जन्म दिए पनि घरमा बसिनन्। उनी बनिन् 19th सेन्चुरीको वर्किङ मम जो सधैँ ल्याब जान्थिन्, आफ्नो थेसिसमा काम गर्थिन्। बस उनको 2 प्रायोरिटी थियो, काम अनि परिवार। अरू कसैको लागि पनि टाइम थिएन, न फ्रेन्ड्स न रिलेटिभ्स। यो जुन समयको मैले कुरा गरिरहेको छु यही बेला 2वटा नयाँ डिस्कभरी भएको थियो। एउटा थियो एक्सरे। सन् 1901 मा जर्मनीको विलियम रन्टिजेनलाई पहिलो फिजिक्समा नोबेल प्राइज दिएको थियो ड्यू टु डिस्कभरी अफ एक्सरे। अर्को थिए हेनरी ब्याकेरल। उनले बताए युरेनियमको बारेमा। यही युरेनियमबाट अहिले न्युक्लियर रियाक्टर्सहरू बन्छन्। साइन्स कम्युनिटी एक्सरेजबाट मन्त्रमुग्ध भएकोले युरेनियममा कसैले ध्यान दिएनन्। म्यारीलाई लाग्यो जुनलाई कसैले ध्यान दिएको छैनन् मैले त्यसलाई ध्यान दिन्छु। उनले आफ्नो स्टोर रुमलाई आफ्नो ल्याब बनाइन्। उनले धेरै टेस्ट गरिन् र ब्याक्युरेलको कुरा पनि बुझिन्। पियर र क्युरी मिलेर रेडियोएक्टिभ एलिमेन्ट थोरियम पनि पत्ता लगाए। Radioactivity is defined as the unstable atom becomes stable by emitting radiation। यो मैले क्लास 12 मा फिजिक्समा पढेको थिएँ। रेडियोएक्टिभिटी शब्द म्यारीले नै पत्ता लगाएको रहेछन्। उनले 2वटा नयाँ रेडियोएक्टिभ एलिमेन्ट पनि पत्ता लगाइन्। एउटालाई नाम दिइन् रेडियम किनभने त्यसबाट रेज निस्किन्थ्यो र अर्कोलाई दिइन् पोलोनियम आफ्नो देश पोल्यान्डको सम्झनामा। यस्तो राम्रो खोज गरेर पनि पियर र म्यारीले यसलाई पेटेन्ट गराएनन् किनभने यसको रेजिस्ट्रेसनमा पैसा खर्च गर्न तिनीहरूले चाहन्थेन र अर्को कुरा उनीहरूलाई लाग्थ्यो कि साइन्टिस्टको काम दुनियाँमा साइन्सलाई अगाडि बढाउने हो, त्यसबाट फाइदा उठाउनु होइन। उनीहरूले स्वास्थ्यमा केही ध्यान दिएनन्। उनीहरूलाई के थाहा, उनीहरूको खोज नै उनीहरूको मृत्युको कारण बन्दै गएको छ। त्यसपछि म्यारीको PhD पनि पुरा हुन्छ। त्यसपछि विज्ञान जगतमा पियर र म्यारीको खुब चर्चा हुन थाल्यो। उनीहरू बने स्टार। उनीहरूलाई स्पेसल लेक्चर दिन बोलाइन्थ्यो, विभिन्न मिटिङमा बोलाइन्थ्यो र उनीहरूको लाइफ ह्यापनिङमा चलिरहेको थियो। अब के होला त, उनीहरूको लाइफ सधैँ ह्यापनिङमा जान्छ या जाँदैन? त्यसको लागि पार्ट 4 हेर्न नभुल्नुहोला। फर नेक्स्ट भिडियो प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। हरे कृष्ण।